Bentawa Subha, Golden Memories. हेलो सेवा नमस्ते सम्पूर्णमा अनि आज चाहिँ हाम्रो 2081 सालको बडा दशैंको आज हैन विजय दशमीको दिन अनि हामी चाहिँ आज लगभग अब यहाँ म भिडियोमा देखाउँछु हामी सब टिकाको लागि लगभग सब फाइनल तयारी भइसकेको छ हाम्रो यहाँ टिकाको लागि अरु यहाँ अब आमा आउनुभएको छ विशेष गरेर नेपालबाट हामी सबैको भाग्यले चाहिँ जुराएर हाम्रो आमा 7 समुद्र पारी हुन त यो एउटा विधि उल्टो जस्तो भयो छोराछोरी जानुपर्ने हुन्थ्यो बाबु 80 वर्षको बुढाबुढीलाई भेट्नु तर आज हाम्रो आमा आउनुभएको छ यसमा अब खुसीको सीमा शब्द छैन है आमा ल बाबु धन्यवाद छ आइपुगेको नमस्ते सबैलाई ह्यापी विजय दशमी 2081 सालको शुभकामना हामी यहाँ अब माइती भाइकोमा टिका लाउन आएको छु अरु कुरा त्यस्तै अब सबै हामी लगभग यहाँ हुने परिवारहरु चाहिँ भेला भइसकेको अवस्था त्यो भएर अब ढिला नगरिकन हामी कार्यक्रमतिर प्रस्थान हुन्छौं यहाँ हाम्रो केपी बाको डुप्लिकेट पनि आउनु भएको छ केपी बाको डुप्लिकेट यहाँ नयाँ मान्छे छ पहिलोचोटि तर अफसोस मान्नु मिल्दैन भात खुला भएको छैन 3 महिना 6 दिनको मात्रै भएको छ 3 महिना 7 दिनको है छोरा अनि अहिले सबैभन्दा ठुलो खुसीको खेड यो बच्चा हाम्रो बोक्किमे परिवारमा आगमन भएको छ अनि त्यो कलरहरु हल्का सुरुमा यहाँ मन्दिर छ हाम्रो आमाले फर्किनु हुँदैछ पूजा गर्नु हुँदैछ यहाँ मन्दिरमा पानीले पनि फुल हो त निकाल्नु नि हो त डाँठले छर्किदिनु फेरि टायर्ड छ यो मुख सानो रहेछ आमाले मन्दिरमा पूजा गर्नु हुँदैछ यहाँ मन्दिरमा पूजा गर्दा चाहिँ हाम्रो स्वर्गबाट हामीलाई बाबाले पनि हेरिराख्नु भएको छ आशीर्वाद दिइराख्नु भएको छ अब है अलवेज सधैँ है मिस गरिराखिन्छ तर के गर्नु दैवको लीला हामीबाट छुडेर लगिहाल्यो हाम्रो प्यारो बाबालाई अब आमाले पूजा गरिसक्नुभयो वर्षको बोजूको हातको टिका लाउनु पायो साथी बताएन साथी हगेको जस्तो बनाएर सानो युट्युबरको श्रीमान बोकिने युट्युबरको श्रीमान
आशीर्वाद आमाको जस्तै भएर सोचे के बिहोलीको जस्तो त्यो स्टकको हाइटले त केटीबालाई जिताउँछ नि होइन आशीर्वाद आज त ढोक्नु मेरो अर्धाङ्गिनी डान्स हेर्नु पाइन्छ भने आज ठुलो मैले अपेक्षा लिएको छु एउटा खुट्टा भएर के हुन्छ भोलि थाहा छैन भने फेरि यस्तो सबै त नाच्ने हो रमझम गर्ने कान्छो छोरो सजिलो भयो हामीले बोल्नु परेन काठमाडौँसम्म लग्न सकिन्छ भनेर काठमाडौँसम्म लाग्न सकिन्छ बोकीमा फ्यामिलीमा एउटा मेम्बर दिएर हामीलाई एकदम लाइन मिचेर बहिनीले हप्ता पाएन टिका लाउँदैन तिमीलाई होइन त बच्चाहरू आमा भएपछि त सधैँ कल्याण गरून् ज्ञान बुद्धिले भरिपूर्ण होस्
साइबर क्राइम लाइनलाई सबसे ठुलो नि अनि सुवाङमा पछि यो पछि यो त्यहाँ पछि कबिना अबै मलाई गरेन अन्य केटीहरू नि लेमनको त अन्दै छैन भनेको छोरा मान्छे हो भने कहाँ बोइ सेकेन्डरी राम्रो उत्तीर्ण हुनु त्यसरी पढाइ नमाग्ने पापालाई पैसा हिजै मैले भनेको छु के अरे कर्नर हुने यता आर्मीतिर उतातिर के अरे पिआइजी हुनु मान्छेको त्यस्तै छ कहाँ गयो राई माइला मलाई त यही गीत कम्ता राम्रो लाग्दैन हौ यो यसको शब्दहरू केलाएर हेर न अहिले जङ्गल लाग्छ ल हाम्रो अझै दसैँको टिका कार्यक्रम जारी नै छ र यसमा अझै अब सबभन्दा पहिला बजुले हाम्रो आमा अनि नाति नातिनाको बजुले सबैलाई लगाइदिनु भयो त्यहाँ पछि माइला मामा देउवा दाजु अनि त्यहाँबाट मैले अनि यहाँबाट थुपा खाल्दै लगाइदिनु हुँदैछ सबै कुरा चाहिँ मदनीहरूलाई एकदम सफल हुँदै जानु सफलताले पछ्याइराखोस् असफलता जहिले हारेर जाओस् शत्रु जहिले हारेर जाओस् मित्र बढ्दै जाओस् सुस्वास्थ्य दीर्घायु अहिले पनि जारी नै छ लाइन जारी नै छ जहिले पनि छोरीको चाचा अनि एउटा यो राजकुमारी अर्को राजकुमारी यता महारानीहरू एकदम ज्ञानेन्द्र सरकार भन्ने महाछ मलौरीमा यही बाबा छोराको यहाँ आशीर्वाद टिका आदान प्रदान हेल्दी सक्सेसफुल कम्पिटेटिभ वर्ल्डमा चाहिँ एकदम कम्पिटेन्ट हुनु अरू हुन्छ नि अरूसँग पछि हुने अरूभन्दा पछि रहने बानी कहिले नहोस् जहिले अगाडि नेतृत्व हुन सक्ने नेतृत्व लिन सक्ने त्यो क्षमता बढेर जाओस् अनि अर्को कुरै हाम्रो बहिनी पनि बिचरा उहाँ नेपालमा जुठो परेको हुनाले अलिक असमर्थ भएर यता फेरि साइला फुबाले सबै
जुवामा मारेर लिएर पापाको परि पापाले पापाकी परि पढ्नु मात्रै होइन के हो अहिलेको हुनु त अहिले वाइफाई जमानामा यस्तै हो छिटो नै हुनुपर्छ काम कुरो राम्रो पढ्नु होइन के भन्छ त्यो कुखुराले लागि ल अब चाहिँ काउतिम चिनामा काउतिम इङ्ग्लिसमा इन्डिङ नेपालमा नेपालीमा समाप्त जस्तो छाटकाट आएको चाहिँ टिका कार्यक्रम चाहिँ अब फेरि हामी सम्पूर्ण बोक्खिमे परिवार अब फेरि आउने वर्ष 2082 सालमा यसरी नै रमाइलो हुन्छ भन्ने विश्वासको साथ अब आज लगभग मैले क्यामेरा बिदा गर्न गइरहेको दुई शब्द जाओस् न नेपालबाट आउनु भएको अहिले प्रेममा चाहिँ हाम्रो नेपालबाट आउनुभएको आमा र माइला दाइ हुनुहुन्छ माइला दाइ आशा छ नेपालमा नि दाजुभाउजूहरूले बहिनीहरूले भान्जा भान्जीहरूले राम्ररी मनाउनु होला आज हामीलाई यहाँ प्रदेशमा भूमिका हातबाट हामी सबै छोराछोरीले यो हामीले पनि लायो नाति नातिना सबैलाई र आजको जोस विजयदशमीको टिकाको कार्यक्रम चाहिँ आजलाई चाहिँ हामीले विश्राम गर्यो। आमा अब यहाँ हुनुहुन्छ होइन आमाले पक्कै पनि झलझली सम्झना चाहिँ सधैँ लगाइरहेको आधी छुटेको नेपालमा छोरी नाति बुहारी छोरा होइन यहाँबाट चाहिँ आमाले चाहिँ यो क्यामेराबाटै धेरै धेरै पहिलाकै जति अझै बढेर आशीर्वाद दिनुभएको जानकारी गराउँछु होइन आमा हो त बाबु आमालाई धेरै ठिकै छ फेरि अर्को वर्ष नेपालमा हो अब हामी परदेशी हुने त कति 20औं वर्ष पछि आज यो अवसर जुरेको छ होइन आमासँग फेरि हामी जोडिएको छौँ यस भिडियोमा अघि अलिकति अब दसैँको टिकाहरू लाएर खानपिन कार्यक्रमहरू थियो अब त्यो भएर त अब के खिचिराख्ने अनि अहिले चाहिँ हामी होइन आफ्टर फुड होइन अनि हामी अहिले पार्कतिर आमालाई डुलाउनुलाई चट्ट लिएको अब यहाँ भनेको चाहिँ कौलन साइडको सबैभन्दा राम्रो धेरै बाहिर टाढा टाढाबाट घुम्नु आउने मान्छेहरू आउने ठाउँ त्यहाँ हामी लाँदैछ यसलाई वेस्ट कौलन भन्छ मैले के भन्छ अब त्यो हामी त यहाँ नजिक हो होइन कौलन साइड बस्ने नजिकको हुनाले हामीलाई त त्यति वास्ता हुँदैन हप्ता 10 दिनमा आइरहेको छ है तर यहाँ टाढोबाट आउने पाहुनाहरूलाई चाहिँ एकदमै रमणीय ठाउँ आनन्द सबै कुराले होइन पार्कमा भरिपूर्ण भएको सुविधा भएको पार्क वेस्ट कौलन अनि त्यहाँ आमालाई लिएर आएको है आमालाई टेक केयर गरिएछ नातिनीले बजु नातिनी अनि हावा मन्द मन्द बतास चलिरहेछ अनि जस्तै दसैँको बेलाको बेलुका साँझको होइन वेदर कति लभली होइन कति राम्रो हुन्छ शीतल एकदम आनन्द त्यसै मन फुरुङ्ग हुने एकदम इम्पोर्टेन्ट सब्जेक्ट भनेको चाहिँ यो हाम्रो रेमन भान्जा हो के आमा कहाँ मुस्कान छ क्या भाइ वाउ रे वाउ के छ तिम्रो पनि च्यानलको बारे 2 शब्द भन्दै सब्सक्राइब हानिदिनु होला 100 सब्सक्राइबर्स पुग्न आँटेको बेलामा अनि त्यसपछि के अरे तपाईँको च्यानलको नाम नेपाल कमेडी यस नेपाल कमेडी हाम्रो रेमन ब्रोजको च्यानल है सबैले सब्सक्राइबर गरिदिनु होला अनि हो रेमनको चाहिँ छिटै 100 मिलियन पुग्न आँटेको छ होइन कार्यक्रममा सकिएपछि चाहिँ हाम्रो के अरे सेन्तेरेम गर्ने मान्छेहरू चाहिँ होइन सेन्तेरेम गर्ने मान्छेहरू चाहिँ रेस्टमा लागे हामी फ्रेस मान्छेहरू चाहिँ हामी घुम्नु आएको छ बजुलाई घुमाउन आएको छ बब्बालै गर्छ ए आमा चाहिँ यस्तो उयो ल आउनु ल आमा आउनु हुँदैछ झिलमिल
हेरेको आम्मामा ओइ भाइ मम्मी बाहिर त सान देखाएर केही छैन के मम्मी भेटेर सान देखाएर यसले? रे भन् ए आमा नामा हेर्नु अनि ए अनि कोमासँग अहिले चाहिँ हामी लाइटिङ गयो यहाँ चाहिँ स्वर्ग जस्तो आकाशको तारै तारा ठाउँमा यहाँ आमा छोरा यो अर्को दिदीको आगमन यहाँ चाहिँ हाम्रो दिदी चाहिँ एउटा म्याच खोइ यहाँ आउनु त बिचमा आइजाउ त पनि घुम्नै सारा अहिले खिच्दिने सारा लु घुम्नै हामी लु सारा यता क्यामेरामा हेर्दै घुम्नु आकाशको तारा जारी दिन्छु आमा तारा मलाई तपाईँको माया चाहिन्छ अनि उतुलाई चाहिँ आकाशको तारा होइन एउटा राम्रो ज्वाइँ चाहिन्छ आमामा गीत भर्खर 14 वर्ष अनि उतुको पालो पिछे तिमीलाई पनि एउटा राम्रो ज्वाइँ खोजिदिन्छु सुरुमा उयसको पालो हो हैन सुरुमा मेरो हुन्छ अबै क्यामेरामा दिन्छ त हैन साच्चै के हैन जोकिङ गर्दैको भन्नु जोकिङ तर म त राम्रै छु त्यो पनि पटाउन सकिदा आमा पनि दुई शब्द जाओस् आमा यो छ होइन अब हङकङको एउटा घुम्ने ठाउँ राम्रो यो काउलन कस्तो लागेछ अब है अब पहिला तपाईँहरू यता हुँदा त यस्तोहरू त थिएन होइन यति विकसित भइसकेको थिएन एकदम खुसी हुनुहुन्छ है आमाको अनुहारमा जे खुसी छु हाम्रो आमा जहिले पनि अब मेरो दिमाग आइन्जेलदेखि चाहिँ सुखी खुसी नै देख्छु हाम्रो आमालाई भगवान्को एउटा पूर्व जुनीमा हाम्रो आमाले धेरै पुण्यको काम गर्नुभएको थियो र सबै छोराछोरीको माया अब बाबा बिचरा त्यति माया गर्ने आफ्नो अर्धाङ्गिनीलाई अब तर संस्कार जित्दै हो बाबाले हामीलाई छोडेर जानु भने 4 वर्ष हुन आँट्यो 3 वर्ष भए पनि आमा त छन् आमा हुनुहुन्छ अब बाबालाई दिने माया पनि अझै खटेर आमालाई नै दब्बर भयो तर तौलेर र जोखेर त माया जोखिन्न होइन आमा एउटा भनाइ सयौँ जुनी पनि आमाकै छोरा हुनु पायौँ आमाकै छोरा भएर जन्मिनु पाऊँ जन्मेकै छौँ अझै पनि अब मरेर पनि फेरि अर्को जुनीमा नि आमाकै छोरा होस् आमा मेरै आमा होस् होइन हो त आमालाई चाहिँ नघुमा ल ए बजु नातिको सुरुमा झिलिमिलीमा त्यहाँबाट यता आमा छोराको ए आमामा आमा छोराको ए देवाको पनि आइसक्यो पालो ए आइरहेछ त आमामा कस्तो नाच्दै ल अहिले चाहिँ हाम्रो यहाँमा आइसिसी टावरको हुनुहुन्छ आमा यहाँ हुनुहुन्छ बले